हेलो एभ्रिवान है सबैजनालाई फेरि पनि मेरो नमस्ते छ है। मेरो चाहिँ के भन्दाखेरि यो यतापट्टि हेर्नुहोस् होला है, यो युट्युब च्यानल चाहिँ मैले 1 वर्ष अगाडि खोलेको थिएँ है। 1 वर्ष अगाडि खोलेर चाहिँ म चाहिँ भिडियो बनाउँदै थिएँ, भिडियो बनाउँदै डेली अपलोड गर्दै है। त्यहाँदेखि जस्तो वाच टाइम पनि पुगेको थियो है मेरो, त्यहाँदेखि मोनिटाइजेसन पनि हुन आँटेको थियो। त्यहाँदेखि मोनिटाइजेसन जस्तो भयो त्यहाँदेखि मैले मेलहरू गरेँ है, त्यो सबै के सेटअप गरेँ है। त्यहाँदेखि जस्तो सेटअप गरेँ त्यस्तै कति 2-3 घन्टा बादमा चाहिँ मेरो आयो एउटा मेसेज, इमेलमा आयो कि स्ट्राइक भिडियो भनेर स्ट्राइक लेखेर आयो है। केही वार्निङ सर्निङ पनि दिएन, डिलिट गर्नु यस्तो केही दिएन, जस्तो एउटा स्ट्राइक भिडियो आयो मेरो, त्यस्तै के भयो रिमुभ भएको नै, इमेलै रिमुभ है। त्यहाँदेखि युट्युब च्यानल खोलेँ, हेरेँ छैन युट्युब च्यानलमा त हेरेँ छैन हो। त्यहाँदेखि त अब के गर्नु साथी, मोनिटाइजेसन भइसकेको थियो एकाउन्ट होइन। त्यहाँदेखि बिजोग भयो, यस्तो सोचेँ अब के गर्नु, यस्तो मेहनत गरेर आएको थिएँ, सबै अब के भन्नु पानीमै बगेर गयो है। त्यहाँदेखि देख्न सक्नुहुन्छ यो साइडमा मैले देखाइ पनि रहेको छु है, स्क्रिन रेकर्डिङ गरेर। यो चाहिँ कति 1-2 महिना अगाडिको फोटो हो, मैले स्क्रिनसट गरेको थिएँ। समथिङ सब्सक्राइबर त्यस्तै 3000हरू चाहिँ पुगिसकेको थियो अहिले चाहिँ फिलहालमा। यो चाहिँ पहिलाको स्क्रिनसट हो नि त, त्यो भएर अन्त म चाहिँ बिजोग भइदिरहेको। अन्त अहिले चाहिँ अब के भन्नु, यो फेरि नयाँ खोलेको छु एउटा युट्युब च्यानल नयाँ है, मैले अभिषेक गोताकै नाम गरेर खोलेको छु नि त। तपाईँहरू गएर है मलाई हेल्प गर्नु सक्नुहुन्छ, सब्सक्राइब गरिदिनु सक्नुहुन्छ है। आशा पनि गर्दछु कि तपाईँहरूले सब्सक्राइब गरिदिनुहुन्छ भनेर है। म माथि लिङ्क पनि हालिदिन्छु, लिङ्कमा गएर नि हेर्नु सक्नुहुन्छ है। अन्त लिङ्कबाट त अब सब्सक्राइब हुँदैन, त्यहाँ पासपोर्टहरू हाल्नुपर्छ इमेलको, अन्त मात्रै हुन्छ होइन। त्यो भनेर चाहिँ तपाईँहरू युट्युबमा गएर अभिषेक गोतामी लेखेर है सब्सक्राइब गरिदिनुहोस् होला है। मेरो अब के गर्नु साथी, स्ट्रगल गर्दा गर्दै अब फल पनि फलेन नि, अब के भन्नु है, बिग्रेर गयो है। त्यही भएर अब बिजोग भयो, कति मेलहरू पनि गरेँ, ट्राई गरेँ है, कतिजनाहरू देखाइ पनि के भएको होला भनेर होइन। त्यही भएर डाइरेक्ट स्ट्राइक भेटेर चाहिँ डाइरेक्ट मेरो चाहिँ अब रिमुभ भयो भनौँ न एकाउन्टै होइन। त्यस्तै भयो, बिजोग भयो है। त्यो भएर मैले चाहिँ अहिले चाहिँ अब नयाँ खोलिरहेको छु अहिले एकाउन्ट, अब फेरि जिरोबाट स्टार्ट गर्दैछु है साथी हो, के कस्तो हुन्छ है। तर अब के गर्नु होइन, फर्स्टदेखि खोलिदिइरहेको छु। अब तपाईँहरूको हेल्प चाहिएको छ मलाई चाहिँ होइन। फर्स्टदेखि अब के भन्नु, म लाइफमा सक्सेस हुनु आँटेको थिएँ नि त होइन, भइ पनि अब हुनु आँटेको त के या भइसकेको थियो नि। वाच टाइम पुगेर मोनिटाइजेसन भयो भनेपछि त अब के चाहियो युट्युबले त, अब त्यहाँदेखि त अब मलाई त भिडियोको मात्रै खाँचो हुन्थ्यो नि त युट्युबमा अपलोड गर्नु। त्यही भएर अन्त अहिले फेरि अब फर्स्टदेखि खोलिरहेको छु है साथी हो। त्यहाँ तपाईँहरूले हेल्प गरिदिनुहुन्छ भनेर म आशा गर्दैछु है। त्यही भएर तपाईँहरू गएर यतापट्टि अभिषेक गोतामी लेख्नुहोस् न, अभिषेक गोतामी लेख्नु भएन आइहाल्छ है। अन्त मैले नयाँ खोलेको छु, यति भन्दै तपाईँहरूलाई थ्याङ्क यू है, सबैजनाले हेल्प गरिदिनुहोस् होला, धन्यवाद।